हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी ब्लग आई होप तपाईँ सबैजनाहरू सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु आफ्टर एक्सिडेन्ट बडी ट्रान्सफर्मेसन डे 336को आज चाहिँ हामी डे 12मा छु म चाहिँ चट्ट दाँत माझ्नुलाई निस्किएँ बाथरुम उठेर चट्ट तर फेरि आँखामा देख्न सक्नुहुन्छ गाजल लगी गाजल लगाएको यो सबै सुतेको टाइममा चाहिँ बहिनी मेरो चुडेलले यस्तरी गाजल साजल मेकअप सेकअप गरेर राखिदिएको थियो तर के गर्ने त्यसपछि म ह्यान्डसम बनेर फ्रेस भएर निस्किसकेको थिएँ मैले लगाउनुपर्छ सनस्क्रिन किनभने मेरो फेस जलेको थियो नि त्यसैले मैले सनस्क्रिन लगाएर चाहिँ जानुपर्छ स्किन प्रोटेक्टको लागि त्यसपछि म चट्ट निस्किएँ रुमबाट निस्केपछि म बाटोमा पुगेँ बाटोमा त कोही थिएन एक्लै थियो म ह्यान्डसम भएर चट्ट सोफीसँग गएँ सोफीसँग क्लासमा पुगेँ कालीलाई ह्यान्डसम देखाएँ किनभने नयाँ ज्याकेट हालेँ त्यसपछि मैले चाहिँ किरणलाई टोइलेटभित्र थुन्दे थिएँ देख्न सक्नुहुन्छ तपाईँ त्यसपछि बाहिर निस्केँ त्यसलाई मैले पढाने त्यसपछि हाम्रो आज अक्सन चलिरहेको थियो फुटबल गेम चलिरहेको नि त भोलिबाट त्यसैले अनि अक्सनमा बोली लगाउँदै थिएँ खेलाडीहरूको म पनि उद्धव दादाको लगाइसकेपछि मेरो पनि पालो आउनेवाला छ देख्न सक्नुहुन्छ मेरो पालो आएपछि मलाई 25 केमा किने बट म लकी ड्रोमा मलाई जित्यो रिजन दाइले त्यसपछि म निस्केँ घर निस्केर खाएँ भात र आमको अचार त्यसपछि मैले जुत्ता सुत्ता प्याक गरेँ फुटबल खेल्ने भनेर त्यसपछि म निस्केँ जिम निस्किसक्यो चट्ट जिम पुगेर राजेश दाइले इन्ट्री सेन्ट्री गरेँ त्यसपछि हामी छिर्यौँ भित्र राजेश दाइपछि म पनि छिरेँ म सिरियस थियो अब मेरो काम चाहिँ यो सुकुनवाला जग्गामा मैले गर्नुपर्छ बराबर वार्मअप किनभने शरीर वर्कआउट गर्नु अगाडि शरीर तान्नु आवश्यकता छ आज चेस्ट हान्ने हुनाले चाहिँ मैले चट्ट गरेँ पुसअप गरिसकेपछि मैले चाहिँ हान्न थालेँ मिडल चेस्टको बेन्च प्रेस हाने 15-16-17 केजीको 3 सेट 15 रेप्सको हाने त्यसपछि हाने मैले अप्पर बडीको अप्पर चेस्टको होइन बेन्च प्रेस हानिसकेपछि चट्ट यो पनि मैले हाने 15 केजीको 3 रेप्स किनकि मेरो हात टुट्या नि त है त्यहाँ टुट्याउन अलिक गाह्रो हुन्छ त्यसपछि हाने मैले लोवर चेस्टको 10 केजीले देख्न सक्नुहुन्छ म कन्ट्रोल नै हुँदैन मेरो हातमा त्यसपछि हाने मैले यो चेस्ट प्रेस यो चाहिँ फाइबरको लागि हो मेबी यो पनि 3 सेट हाने चट्ट बडी देखाउँदै त्यसपछि मैले हाने मिडल चेस्टको यसमा यो पनि बबाल देखिँदैछ माउडीको ब्याक त्यसपछि म चाहिँ निस्किनलाई रेडी थिएँ जिमबाट निस्केर सिधै हामी पुग्यौँ फुटबल ग्राउन्ड देख्न सक्नुहुन्छ ललितले देखेँ त्यसपछि मैले एक सर्ट हाने चट्ट हाने बल टाढा भाग्यो म दौड्न गएँ फेरि एक सर्ट यता हाने फेरि गएन फेरि दौडेर आएँ त्यसपछि म चाहिँ पुगेँ घर पुगेर चाहिँ मैले बहिनीले मिल्क सेक बनाइसकेको थियो अनि मैले चट्ट खाएँ एकदम मिठो लाग्यो यो चाहिँ पाकिसकेको छ हाम्रो मासु देख्न सक्नुहुन्छ मासु सासु खान्छु अनि चाहिँ म सुत्नतिर लाग्छु किनभने त्यो सेक खाए चाहिँ पेट डम्म आउँछ नि मेरो मिनी ब्लग चाहिँ हजुरलाई के कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला किनभने म चाहिँ तपाईँको एउटा सरकार हो होइन माया गरिदिनु पऱ्यो होइन अलि सेयर गरिदिनु पऱ्यो अनि के गर्नु जय देश होइन जय नेपाल अनि सबैलाई शुभरात्रि बाई बाई भेट्नेछु नेक्स्ट डे